साथीहरू कति ढिलो भात खानु हो सबै भेला भएर कति खानु छु। आज चाहिँ हेर्नुहोस् है लोकल कुखुराको रससँग बेलेमा खान लागेको सब परिवार छौँ। आज चाहिँ हामी यहाँनिर पाक्दैछ घरबाट ल्याएको लोकल कुखुरा यहाँ मजाले उम्लिँदैछ। अब चाहिँ सट्ट लगाएर सबैजना आज बसेर खाने हो है। यहाँ पकाउनेमा हुनुहुन्छ मेरो बुढा। अब पाकिसकेको हो ल साथीहरू। यहाँ लोकल कुखुरा रस खाने हो क्या खासमै हो रस आज मजाले भातसँग सम मुसेर खाने हो है। यता चाहिँ खाना चाहिँ रेडी भइसकेको छ। मैले ठिक बनाइसकेको छु। यहाँ मैले चाहिँ पस्केको छुइनँ साथीहरू। मेरो खराब बानी छ है। मलाई चाहिँ तातो तातै मनपर्छ क्या सेलाएपछि मन पर्दैन। अब कुकरबाट सट्ट हाल्ने यहाँनिर अनि चाहिँ तातो रससँग गम गम खाने। यहाँ यो दाजुभाइलाई चाहिँ मैले पस्किदिइसकेको छु। उहाँहरूलाई चाहिँ सेलाएकै मनपर्छ नि त। अनि यहाँनिर चाहिँ भुटेको यहाँनिर के छ हौ यहाँ आलु भाजी रहेछ। यो पनि खानुपर्ने हुन्छ। अब म पस्किन्छु साथीहरू। तातो तातै बाफ उठ्दैछ। मलाई चाहिँ तातो तातै मनपर्छ क्या। ल अब खाना बस्यौँ आज सबैजना है बेलेमा। सधैँ ढिलो हुन्थ्यो साथीहरू। हामी खाना बस्यौँ है सबैजना है। ल साथीहरू हाम्रो चाहिँ अब स्टार्ट भयो है लोकल कुखुराको सुपसँग।